हाई हामी एक्जिबिसन हुन लागेको छ हाम्रो, त्यही भएर हामी चाहिँ तयारी यहाँ सामान किन्न आइरहेको छौँ। के हो यो 6 3 18 वटा भयो हैन, यो 20 3 सामान किनिँदैछ यहाँ चाहिँ। चार्ट पेपर, यति धेरै चार्ट पेपर किनिसकेको छौँ हामीले। पेन्टिङ कलर किनेको छौँ, एक्सर्साइज पेपर, यो चाहिँ काटकुट गर्नेवाला, यो चाहिँ लेख्नेवाला। साइन पेन कलर किनिसकेको छौँ, वाइट पनि छ। भयो गाइज, किन्ने सामान चाहिँ सक्यो। अब यसपछि अरू कुराकानी हामी तयारीमा गरौँला। एक्जिबिसनको तयारी गर्न गए मान्छेहरू युट्युबमा। म चाहिँ भ्लगर हो गाइज। यति हुन् हाम्रा कक्षाका विद्यार्थीहरू, छात्र छात्राहरू। मेरो सम्झना पुर्याइदेऊ न। कस्तो राम्रो आएको है यहाँ। जति के भयो अरे अहिले हामीले यहाँ वाइफाईको पासवर्ड नपाएर त्यहाँ राखेको छ मोबाइल, आउला कि भनेर। अर्को एकछिनमा आउँछ अरे। स्ट्रगल ल गयो है, गयो। ए आयो आयो आयो। ल यो बनामी यो बनामी यो बनामी। ल खोइ हाम्रो ग्रुपको एउटा व्यक्ति यतिमा उनीहरू चाहिँ उता पेन्ट वेस्ट गर्ने काम गरिरहेछ। ल हामी कुन चुज गर्ने? म त आइन क्या भिडियोमा एउटा आइन नै आयो होला नि। आइरहेको छ मेरो 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 लिउ खिच्थ्यो मेरो सेलेक्सन। मैले डिजाइन गरेको सब डिजाइन आइडिया सब यही मान्छेको, यही मान्छेले सब प्रिपेयर गरेछ। हामी त बस हस हजुर हस हजुर हस हजुर भन्ने मात्र हो। हस हजुर हस हजुर सबमा ओके हो, हामी अल ओके हो। त्यो त मौसै भनिरहेको। यस्तरी नै सेलेक्सन हुने रहेछ गाइज। बिग्रिसक्यो कलर उल्टो भएछ। कि चाहिँ मेरा ग्रुप होइन नि, छुट्टै ग्रुप हुन्। प्लानिङ चल्दैछ यिनीहरूको। वर्क डिभिजन हुँदै रहेछ यहाँ। हाम्रो त केही वर्क डिभिजनै छैन। तिमीहरूको पनि छ? यिनीहरूको फेरि यही 2 जना मात्रै छन्। ल ग्रुप डिभिजन भइसकेको छ। के गर्ने हो त, गर नि त। हाम्रोमा सबैभन्दा धेरै मेटेरियल छ तर हामी केही पनि गरिरहेको छैनौँ। हाम्रोमा वर्क डिभिजन छैन, किन भन्दाखेरि हामी सबैजना मिलेर गर्छौँ। ल प्रमिसा के गर्दैछौ तिमी? मेरो काम चाहिँ मेरो बेस्ट भन्ने हो भन्दैछु। हस् गाइज भएन, यो चाहिँ धेरै नै दियो। कता भयो? अब चाहिँ हामी फेरि भन्छौँ मेरो बेस्टलाई। गाइज हाम्रो भएको छैन, ज्योतिले त्यस्तो भएछ। फाइनल्ली गाइज हामीले चाहेको जस्तो इमेज हामीले प्राप्त गरिसकेका छौँ। गाइज यता चाहिँ हाम्रो इन्भिटेसन कार्ड बन्दै रहेछ। त्यहाँ पनि त्यही बनाउनु लाग्यो हो। किन यति धेरै बनाउनु लाग्यो?
कतिवटा 4वटा भयो। 3वटा के प्रिन्सिपल कोअर्डिनेटर अनि गाइड कोअर्डिनेटर अनि डिरेक्टरहरूलाई पर्दैन? अनि यो चाहिँ के गराउनु लाग्यो? यो रेडमा ए उनीहरूको ग्रुपको रहेछ गाइस। त्यो चाहिँ उता एउटा मान्छे स्याम्पल बोकेर हिँडिरहेको छ। मेलनाले चाहिँ यहाँ काम गर्दैछ, चाल्दैछ। हाम्रो यो फ्लो चार्ट चाहिँ अहिलेको लागि पज भएको छ। हामी अहिले यसमै लागेका छौँ। तिमी पनि केही गरे जस्तो गर न। अब उसले केही गरे जस्तो गर्छ है। यिनीहरू चाहिँ डिजेहरू के भयो? होइन त्यो तिनीहरूको पनि त्यस्तै भयो। त्यहाँ गएर दिने हो क्या अस्ट्रेलियालाई। मेलना रेड पेपर रेड अझ यहाँबाट यहाँ डुलेको डुलै छु। यो लिएर गएँ अब म। आहा कति राम्रो फुल। टिकटक बन्दैछ यहाँ चाहिँ। आर्टिस्ट ओहो वाउ राम्रो बाहा। मैंने आवे जावे ख्याल तेरे के गर्ने फोल्ड गर्ने यो अनि यो गर न सबै। ओके पेन्टिङ चाहिँ कम्प्लिट भयो। त्यो मान्छे आर्टिस्ट लोग रहते हैं हमारे कॉलेज में। राम्रो छ राम्रो राम्रो दामी दामी। आप मुंबई आ सकते हैं।
हाम्रो सक्यो आजको लागि तयारी। यो चाहिँ दुईटा चाहिँ हाम्रो ग्रुपको भएको छ। अरू इन्भिटेसन कार्ड इन्भिटेसन कार्ड बनिसकेको छ।